कुन बेलामा चाहिँ इम्प्लान्टहरू हाल्ने, कुन बेलामा हाल्न सकिन्छ, कुन बेलामा हाल्न सकिँदैन त्यसबारे छोटो जानकारी दिन चाहन्छु। कुनै पनि दाँतहरू मिसिङ छ, मुखमा चाहिँ एउटा होस्, एकातिरको होस्, दुवैतिरको होस् अथवा कम्प्लिटली दाँत नभएको अवस्था जसलाई हामी कम्प्लिट इडेन्चुलस भनेर भन्छौँ, त्यस्तो अवस्थामा पनि हामीले इम्प्लान्ट दाँतहरू हाल्न मिल्छ। तर सर्टेन कन्डिसनहरू छ, जस्तै हजुरको चाहिँ दीर्घ रोगहरू जुन डायबेटिकहरू छ, जुन अनकन्ट्रोल डायबेटिकहरू छ हैन, कन्ट्रोल होइन कि हजुरले औषधि खाएर पनि कन्ट्रोल भइरहेको छैन, त्यस्तो अवस्थामा चाहिँ हामी सकेसम्म इम्प्लान्ट नहाल्नु भन्ने सल्लाह दिन्छौँ। यसमा चाहिँ हजुरको 20% सक्सेस रेट मात्र छ अनकन्ट्रोल डायबिटिजमा। त्यसै गरी हजुरको इम्युनोसप्रेसेन्ट जुन रोगहरू हुन्छ, जसमा चाहिँ हजुरको चाहिँ जुन यो बडीले चाहिँ इम्युन सिस्टमहरूमा चाहिँ डाइरेक्टली इफेक्ट गर्ने रोगहरू अथवा कुनै मेडिसिनहरू खानु भएको छ भने त्यस्तो अवस्थामा पनि हामीले इम्प्लान्टलाई चाहिँ सकेसम्म नहाल्नु भन्ने सजेसन चाहिँ दिइरहेको हुन्छौँ। अरू रोगहरू हड्डी सम्बन्धी रोगहरू जस्तै हाम्रो कस्तो छ भने अस्टियोपोरोसिस भन्ने, अस्ट्रोमलेसियाहरू भन्ने रोगहरू हुन्छन्, त्यसमा चाहिँ हाम्रो हड्डीहरू अलिकति कमजोर हुन्छन्। यस्तो अवस्थामा पनि चाहिँ सकेसम्म इम्प्लान्टलाई चाहिँ हामीले प्रिभेन्ट गर्छौँ। बाँकी रहेको अवस्थाहरूमा चाहिँ जस्तै क्यान्सर पछिको अवस्थाहरू जसमा चाहिँ हामीले चाहिँ किमोथेरापी, रेडियोथेरापीहरू गरेका हुन्छौँ, त्यसमा त अझ हाम्रो बङ्गारानी काटेर फाल्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा पनि इम्प्लान्टहरू हाल्न सकिन्छ, तर सर्टेन समय हेरेर हजुरको मुखको कन्डिसनहरू हेरेर यस्तो अवस्थामा चाहिँ हामीले इम्प्लान्ट हाल्न